मलाई सरकारबाट हटाएपछि ड्राइभर बिनाको गाडी जस्तो हुन्छ देश। यस्तो म बुढो मान्छे भए पनि बुढो मान्छे भएको अनुभव भएको छु। मलाई दिनु होला भोट। मेरो एउटा किडनी मात्र फेल हो, अरू त सबै ठिक छ। मैले मान्छेको घर-घरमा ग्यास ल्याइदिन्छु। अहिले त विद्यार्थीलाई धेरै कुरा दिन्छु। मलाई दिनु भोट। म आइसकेको छु घर-घरमा, भोट दिनु होला। देश एक्सपिरियन्सले मात्र होइन, दिमागले चल्छ। अब नयाँलाई भोट दिनुस्, नयाँलाई जिताउनुस्। 5 वर्ष समय दिनुस्, म गर्छु यो देशमा। जय घन्टी। देश भनेको माटो र ढुङ्गोले चल्ने हो। त्यसैले अब ढुङ्गालाई लिएर देश बनाउनु पर्छ। अब माटोमा भोट दिनुस्। जय माटो, जय। नमस्कार, म आइसकेकी छु हजुरकी आशिक तामाङ। अब नयाँलाई रोज्नुहोस्, घन्टीमा भोट दिनुहोस्। नमस्कार नमस्कार नमस्कार। म भ्रष्टाचार भन्ने अस्तिको शब्द मेरो मुखबाट गएको हो। त्यसलाई इग्नोर गर्नुहोस्, घन्टीमा भोट दिनुहोस्। नमस्कार नमस्कार नमस्कार। म गाउँ गाउँमा गएर बच्चाहरूको कुरा बुझ्छु र हजुर सामु ल्याउँछु। घन्टीमा भोट दिनुहोस्। म सरसफाइलाई ताकेर हेर्छु।